कहिलेकाहीँ बिहान उठ्दा यस्तो लाग्छ नि, आज ब्रह्माण्डले मलाई एउटा खाली चेक दिइरहेको छ क्या। जे गरे पनि सफल हुन्छु जस्तो। हो, ठ्याक्कै त्यस्तै। अनि कहिलेकाहीँ चाहिँ खै आज त सिरक ओढेर सुत्नुमै भलाइ छ, बाहिर निस्क्यो कि केही न केही गडबड पक्का हुन्छ जस्तो भानु हुन्छ नि। एकदम, हामी सबैले यस्तो महसुस गरेकै हुन्छौँ। अनि अचम्मको कुरा के छ भने नि, यो केवल हाम्रो मनको भ्रम मात्र होइन रहेछ क्या। आज हामी जुन स्रोतहरूमाथि यो गहिरो अध्ययन गर्दैछौँ, त्यसले ठ्याक्कै यही कुरालाई गणितीय रूपमै पुष्टि गर्छ। हजुर, आजको तथ्याङ्क साँच्चै नै चासो लाग्दो छ। हो, आज हामी विक्रम सम्वत 2082 चैत 8 गते अर्थात् 22 मार्च 2026 आइतबारको दिनलाई खोतल्दैछौँ। मेरो ज्योतिष.कमबाट प्राप्त आजको पञ्चाङ्ग र राशिफलको तथ्याङ्कलाई लिएर हामी कुरा गर्नेछौँ। तर हामी यसलाई परम्परागत रूपमा सूची पढे जस्तो गरेर चाहिँ सुनाउँदैनौँ होइन त? पटक्कै सुनाउँदैनौ। बरु आज हामी यसलाई समयको एउटा कस्मिक मौसमको जानकारी अथवा ब्रह्माण्डीय मौसमको रिपोर्टका रूपमा बुझ्ने प्रयास गर्नेछौँ। यो कस्मिक मौसमको अवधारणा एकदमै महत्त्वपूर्ण छ। हो नि, आजको यो खगोलीय ऊर्जाले हाम्रो पढाइ अनि ब्याङ्क ब्यालेन्स र हाम्रा सम्बन्धहरूलाई भित्रभित्रै कसरी चलाइरहेको छ भन्ने कुरा साँच्चै नै रोमाञ्चक छ क्या। एकदम सही भन्नुभयो। अब हामी प्राय समयलाई भित्तामा झुन्डिएको क्यालेन्डर वा घडीको सुईको रूपमा मात्र हेर्छौँ नि त। बिहान भयो बेलुका भयो त्यस्तै त हो। हो, तर प्राचीन पञ्चाङ्ग प्रणालीले समयलाई एउटा खाली भाडो मान्दैन क्या। यसले त समयको आफ्नै छुट्टै गुणस्तर र चरित्र हुन्छ भन्छ। अर्थात् हरेक दिनको आफ्नै मुड हुन्छ भन्न खोज्नु भएको? ठ्याक्कै, हरेक दिन यहाँसम्म कि हरेक घण्टा एउटा फरक किसिमको ऊर्जा बोकेर आएको हुन्छ। हाम्रो उद्देश्य भनेको आज कुन राशिलाई के हुन्छ भनेर सूची पढ्ने होइन, बरु त्यो किन भइरहेको छ भनेर बुझ्ने हो। हजुर, त्यसको पछाडिको खगोलीय मेकानिजम के हो भन्ने कुरा बुझ्नु नै आजको मुख्य लक्ष्य हो। त्यसो भए त्यही मेकानिजमबाटै सुरु गरौँ न त। मैले यहाँ आजको खगोलीय तथ्याङ्क हेरिरहेको छु। बिहान 6:08 सूर्योदय र बेलुका 6:15 सूर्यास्त हुँदैछ। यो त दिनचर्याको सामान्य सुरुवात भयो। अनि चैत्र शुक्ल पक्ष चलिरहेको छ। यहाँसम्म त मलाई पनि सामान्य नै लाग्यो। तर त्यसपछिको सूची हेर्दा त मलाई कुनै पुरानो कम्प्युटरको सिस्टम लग वा कोडिङ पढे जस्तो पो लागिरहेको छ। कसरी नि? त्यस्तो के छ र त्यहाँ? जस्तै यहाँ लेखिएको छ नि, तिथि राति 24:07 चतुर्थी, त्यसपछि पञ्चमी। हजुर। अनि नक्षत्र राति 25:33 भरणी, अनि बल्ल कृत्तिका। योग साँझ 18:23 वैधृति, अनि विस्कम्भ। यो हेर्दा अलि प्राविधिक जस्तो सुनिन्छ। त्यही त क्या। त्यसै गरी करण दिउँसो 13:13 वणिज र त्यसपछि विष्टि। मलाई इमान्दारीपूर्वक भन्नुपर्दा यो सब सुनेर अलिकति चक्कर लाग्यो। अलि जटिल नै छ यो सुरुमा सुन्दा। होइन, के यो प्राचीन समयको मेटाडाटा ट्र्याकिङ प्रणाली जस्तो हो, जहाँ हरेक मिनटको खगोलीय अवस्थालाई यसरी सूक्ष्म रूपमा रेकर्ड गरिन्छ? मलाई त त्यस्तै लाग्यो। ओहो, यो एकदमै सुन्दर उपमा हो, यो ठ्याक्कै मेटाडेटा नै हो। साँच्चै? जब हामीले हाम्रो फोन वा कम्प्युटरमा कुनै फाइल सेभ गर्छौँ, त्यसमा समय, मिति, लोकेसन जस्ता मेटाडेटा जोडेर बसेका हुन्छन् नि। पञ्चाङ्ग पनि समयको त्यस्तै ट्र्याकिङ प्रणाली हो। भनेपछि यो कुनै जादु टुना होइन, एउटा डाटा रेकर्ड हो। एकदम। यी 5वटा अङ्गहरू वार, तिथि, नक्षत्र, योग र करण केवल गणितीय आँकडा मात्र होइनन्। अनि के हुन् त यिनीहरू? यहाँको सबैभन्दा चासो लाग्दो कुरा के हो भने यिनीहरूले दिनको ऊर्जा कसरी फरक फरक चरणमा सर्छ र बदलिन्छ भन्ने देखाउँछन्। जस्तै अघि योगको कुरा आयो नि। साँझसम्म वैद्युति योग छ भनेको थियो। यो वैद्युति योग भनेको चाहिँ खासमा के हो? यसले हामीलाई कसरी असर गर्छ? खै, यसलाई कसरी बुझौँ भने यसलाई दिनको एउटा अन्डरलाइङ मुड वा पृष्ठभूमिमा बजिरहेको धुन जस्तै मान्न सकिन्छ। ब्याकग्राउन्ड म्युजिक जस्तो? ठ्याक्कै। वैधृति योग अलिकति कडा र सङ्घर्षपूर्ण मानिन्छ क्या। यसको अर्थ हो साँझ 6:23 कुनै पनि काम गर्दा अलिकति बढी बल लगाउनु पर्ने हुन्छ। मतलब गाडी चलाउँदा हल्का ह्यान्डब्रेक तानेर चलाए जस्तो? आहा, कस्तो राम्रो उदाहरण हो। त्यस्तै नै हो। तर जब साँझपख योग परिवर्तन भएर विस्खम्भ लाग्छ, तब ऊर्जाको बहाव अचानक फेरिन्छ। अलि सहज हुन्छ होला त्यति बेला?
अलि फरक ऊर्जा आउँछ। त्यसै गरी करणले हाम्रो एक्सन वा कार्यक्षमतालाई जनाउँछ। करण भनेको अघि दिउँसो 13:13 वणिज भनेको थियो होइन? हो, अनि त्यो दिउँसो 1:13 पछि विष्टिकरण सुरु हुन्छ नि, जसलाई भद्रा पनि भनिन्छ। भद्रा त सुनेको छु मैले। हो, त्यो समयमा चाहिँ कुनै पनि नयाँ कामको थालनी गर्न अलि चुनौतीपूर्ण मानिन्छ। यसरी हेर्दा हरेक प्रहरमा फरक सफ्टवेयर अपडेट आए जस्तै हो यो। ओहो, भनेपछि बिहानको हाम्रो मुड र दिउँसो 1 बजेपछिको हाम्रो मुडमा फरक पर्नुमा हाम्रो मात्र दोष नभएर यो कस्मिक सफ्टवेयर अपडेटको पनि हात हुँदो रहेछ क्या? पक्कै पनि। त्यही भएर त समय बलवान छ भनिन्छ नि। तर यहाँ अर्को एउटा ठूलो कुरा पनि छ नि। आज चन्द्रमा मेष राशिमा गोचर गरिरहेको छ भनेर स्रोतले प्रमुख रूपमा खुलाएको छ। यो आजको सबैभन्दा महत्त्वपूर्ण पाटो हो। चन्द्रमा कुन राशिमा छ भन्ने कुराले चाहिँ समग्र दिनलाई कसरी डोर्याउँछ नि? यसको भूमिका कस्तो हुन्छ? आजको सम्पूर्ण विश्लेषणको केन्द्रबिन्दु नै यही हो। हेर्नुस्, चन्द्रमाले हाम्रो मन, हाम्रा भावना र अवचेतनलाई प्रतिनिधित्व गर्छ। हाम्रो भित्री सोच जस्तो? हजुर। र मेष राशि भनेको अग्नि तत्त्वको राशि हो, जसको स्वामी मङ्गल ग्रह हो। मङ्गल भनेको त अलिक कडा ग्रह होइन र? एकदमै। मङ्गल भनेको साहस, युद्ध र गतिको प्रतीक हो। अब कल्पना गर्नुहोस् त, शान्त हुनुपर्ने हाम्रो मन अर्थात् चन्द्रमा आज आगो र गतिको राशि मेषमा पुगेको छ। ओहो, भनेपछि पानीलाई आगोमाथि राखे जस्तो भयो त यो? हो नि। यसको सीधा अर्थ हो आज हाम्रो दिमागले 3 कप कडा कफी एकैचोटि पिए जस्तो अवस्था छ क्या। 3 कप ब्ल्याक कफी। यो एउटा एकदमै आक्रामक, उत्साही र स्टार्टअप ऊर्जा हो। आज कसैलाई पनि सुस्तरी काम गर्न मन लाग्दैन। सबलाई हतार मात्र हुने भयो। हो, हरेक राशिले कुनै न कुनै रूपमा यो मानसिक तीव्रता र अगाडि बढ्ने हतारो महसुस गर्नेछन् आज। कफी पिए जस्तो दिमाग, अब कुरा बुझियो। किनभने नि मैले यहाँ विभिन्न राशिहरूको शैक्षिक र बौद्धिक अवस्था हेरिरहेको थिएँ। कस्तो देख्नुभयो त? प्राय सबैमा गजबको मानसिक सक्रियता देखेको थिएँ क्या। चन्द्रमाले दिमागलाई ओभरड्राइभमा लगेकोले पो यस्तो भएको रहेछ नि। पक्कै पनि। अग्नि तत्त्वले मानिसलाई तीव्र बनाउँछ। स्रोत अनुसार वृष राशिको लागि शिक्षा र बौद्धिक क्षेत्रमा उल्लेखनीय प्रगति हुने, अनुसन्धान र परीक्षामा सफलता मिल्ने कुरा छ। हजुर, वृषलाई राम्रो छ आज। अनि कन्या राशिलाई पनि अध्ययन र ज्ञानार्जनले व्यक्तित्व विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने भनिएको छ। तुला राशिको पनि अध्ययन र बौद्धिक क्रियाकलापप्रति आकर्षण बढ्ने देखिन्छ। हो नि, अग्नि तत्त्वले मानिसलाई नयाँ कुरा सिक्न र आफ्नो बौद्धिक सीमा फराकिलो बनाउन उत्प्रेरित गर्छ क्या। पढ्न बस्दा अल्छी नलाग्ने दिन भनौँ न। एकदम। यो एक्सन ओरिएन्टेड दिन भएकाले सिक्ने कुरामा पनि मानिसहरूले आज ढिला सुस्ती गर्दैनन्, अगाडि सरेरै काम गर्छन्। तर मलाई यहाँनिर एउटा कुराले एकदमै सोचमग्न बनायो क्या। यहाँ कुरा साँच्चै रोचक बन्छ। के कुराले त्यस्तो बनायो? मिथुन र सिंह राशिको विवरण हेरौँ त एकचोटि। मिथुनले वैदेशिक क्षेत्रको लगानी र प्रयासमा सकारात्मक उपलब्धि पाउँदैछ। शैक्षिक अवसर पनि अनुकूल छ। राम्रो प्रगतिको संकेत हो यो। अनि सिंह राशिले पनि शिक्षामा प्रगति र वैदेशिक अवसर पाउँदैछ, सँगै आत्मविश्वास र नेतृत्वले सफलता दिलाउँदैछ। दुवैले बौद्धिक र बाह्य दुनियाँमा ठूलो फड्को मार्दैछन् नि त। हो, सफलताको ग्राफ माथि नै छ दुवैको। तर अचम्मको कुरा के भने स्रोतले दुवैलाई एउटा कडा चेतावनी दिएको छ नि स्वास्थ्यको बारेमा। ए हो र? के भनिएको छ त्यहाँ? मिथुनलाई स्वास्थ्यप्रति व्यवस्था नगर्न र सन्तुलित आहारमा ध्यान दिन भनिएको छ भने सिंहलाई पनि सानोतिनो स्वास्थ्य समस्या आउन सक्ने कुरामा सचेत गराइएको छ। मैले कुरा बुझेँ। के मेष राशिको यो तीव्र ऊर्जाले दिमाग त चल्छ, तर शरीरले चाहिँ धान्न नसक्ने ढाँचा यहाँ देखिएको हो र? हो, यदि हामीले यसलाई ठूलो चित्रसँग जोडेर हेर्ने हो भने तपाईले यहाँ एकदमै सटिक प्याटर्न पक्र्नुभयो। हो हैन? सफल भइरहेको मान्छे किन बिरामी पर्छ र भनेर क्या। जब मेष राशिको जस्तो तीव्र अग्नि ऊर्जाले मानिसको बौद्धिक र वैदेशिक महत्वाकांक्षालाई इन्धन दिन्छ नि, तब मानिसहरू ओभरड्राइभमा जान्छन्। मतलब आफ्नो लिमिटभन्दा बाहिर जाने। हजुर, दिमागले म्याराथन दौडिनु खोज्छ क्या। उनीहरू लगातार काम गर्छन्, राति अबेरसम्म पढ्छन् वा नयाँ अवसरको पछाडि दौडिँदा खाना र निद्रालाई पूर्ण रूपमा व्यवस्था गर्छन्। भनेपछि टाइममा नखाएर समस्या आउने रहेछ। हो, सफलता र महत्वाकांक्षाको मूल्य अक्सर हाम्रो भौतिक शरीरले चुकाउनु पर्ने हुन्छ। शरीरले भनिरहेको हुन्छ, पर्ख मलाई आराम देऊ। तर
आगोको ऊर्जाले भरिएको मनले भन्छ, होइन, अझै एउटा काम सिद्ध्याउनु छ, होइन त? ठ्याक्कै त्यही हो, शरीर र मनको द्वन्द्व चल्छ। ओहो, भनेपछि यो स्वास्थ्यको चेतावनी भनेको कुनै रहस्यमय रोग लाग्छ भनेको होइन रहेछ। यो त आफ्नै महत्वाकांक्षाले आफैलाई दिने बर्नआउट पो रहेछ। बिल्कुल, आफ्नै स्पिडले आफैलाई असर गर्ने हो। र यही सन्तुलनको कुरा हामीले तुला राशिको सन्दर्भमा पनि देख्न सक्छौं नि। तुला राशिलाई चाहिँ के छ त्यस्तो? स्रोतका अनुसार तुला राशिलाई एकातिर बौद्धिक क्रियाकलापले सम्मान त दिलाउँछ, तर अर्कोतिर राजनीति र सामाजिक क्षेत्रमा तीव्र प्रतिस्पर्धा हुने भएकाले विचार अभिव्यक्त गर्दा सजग रहन कडा निर्देशन दिएको छ क्या। ओह, यो कुरा पनि मलाई अलि अनौठो लागेको थियो। ज्ञान प्राप्त गरेपछि त मानिसले त्यसलाई बाँड्न खोज्छ नि त, अनि किन सजग हुनुपर्ने? किनकि ज्ञान प्राप्त गर्नु र त्यसलाई सार्वजनिक रूपमा प्रस्तुत गर्नु दुई नितान्त फरक कुरा हुन्। हेर्नुहोस्, त्यो त हो। मेष राशिको प्रभावले मानिसले अलि इम्पल्सिभ वा हतारिने बनाउँछ नि त। तुला राशि भनेको सन्तुलनको राशि हो। तर आजको ऊर्जाले उनीहरूलाई पनि उचाल्छ। हो नि, आजको अग्नि ऊर्जाले उनीहरूलाई पनि फ्याट्टकै बोलिहाल्ने वा सामाजिक सञ्जालमा उत्तेजित भएर प्रतिक्रिया जनाइहाल्ने बनाउन सक्छ। ए, भनेपछि फेसबुक ट्विटरमा जथाभावी लेखिएला भन्ने डर। सही विचार पनि गलत समयमा र गलत आवेगमा अभिव्यक्त गर्दा विवादमा पर्न सकिन्छ भन्ने कुराको यो पूर्व चेतावनी हो। विचार आउनु र त्यसलाई सामाजिक सञ्जालमा लेखिहाल्नु एउटै कुरा होइन भन्ने राम्रो पाठ हो यो त, साँच्चै एकदमै ठूलो पाठ हो। ल, दिमाग, शिक्षा र अभिव्यक्तिको कुरा त भयो, तर के यो आक्रामक ऊर्जाले पैसाको मामलामा पनि काम गर्छ त? आर्थिक पाटोमा पनि यसको ठूलै असर देखिन्छ नि। किनभने नि मैले यहाँ भौतिक र आर्थिक यथार्थको धरातलमा केही राशिहरू पूर्ण रूपमा फरक दिशामा गइरहेको देखेको छु के। जस्तै कुन कुन राशिमा त्यस्तो देख्नुभयो? विशेष गरी कर्कट र मकर राशिको अवस्था त मलाई उत्तर र दक्षिण ध्रुव जस्तै विपरीत लाग्यो। हो, आर्थिक मामिलामा आजको दिनले एकदमै विरोधाभासपूर्ण नतिजाहरू देखाइरहेको छ। मलाई कर्कट राशिको विवरणले पुरै कन्फ्युज बनायो क्या। किन नि? एकातिर स्रोतले भन्छ कर्कट राशिलाई आज राजनीति र सामाजिक क्षेत्रमा प्रतिष्ठा आर्जन हुनेछ। बाहिर समाजमा निस्कियो भने मानिसहरूले वाह गर्नेछन् रे। त्यो त राम्रै कुरा हो। राम्रो त हो, तर त्यही कर्कट राशिलाई आर्थिक कारोबारमा विशेष सतर्कता अपनाउन भनिएको छ। ठगी वा भ्रममा पर्ने स्पष्ट जोखिम छ रे। यो अलि फरक सुनिन्छ। मलाई भन्नुहोस् त, जो मानिस समाजमा त्यति धेरै सम्मानित छ र जसको प्रभाव राम्रो छ, ऊ त्यही दिन कसरी ठगीमा पर्न सक्छ? यो त अलि बाझिएको जस्तो देखिएन र? बाहिरबाट सरसर्ती हेर्दा यो विरोधाभासपूर्ण लाग्छ, तर यसको पछाडि गहिरो मनोवैज्ञानिक कारण छ नि। कस्तो कारण? हेर्नुस्, जब मानिसले समाजमा धेरै प्रशंसा र प्रतिष्ठा पाउँछ, उसको इगो वा अहङ्कार अलिकति बढ्छ अनि उसले आफूलाई निकै सुरक्षित महसुस गर्न थाल्छ क्या। मलाई कसले छल्न सक्छ र भन्ने कन्फिडेन्स आउँछ। हो, सामाजिक रूपमा मानिसहरूले घेरेको बेला हामी अक्सर अरूको नियतमाथि शङ्का गर्न छोड्छौं। सबैले मलाई मानिरहेका छन् भने पक्कै यो मान्छेले ल्याएको लगानीको प्रस्ताव पनि राम्रै होला भन्ने भ्रम पर्न सक्छ। ओहो, भनेपछि प्रतिष्ठा नै उनीहरूको कमजोरी बन्न सक्छ। एकदमै। कसैले पार्टीमा आएर 2 शब्द तारिफ गरिदियो भने मक्क परेर नसोचिकन चेकमा हस्ताक्षर गरिदिने जोखिम पो रहेछ यो त। ठ्याक्कै त्यही हो। वृश्चिक राशिको विवरणले पनि यही कुरालाई संकेत गरेको छ नि। वृश्चिकलाई के छ र आज? वृश्चिकलाई पनि कार्य सम्पादनमा सावधानी नअपनाए अरूको प्रभावमा पर्न सकिने सम्भावना देखाइएको छ। अरूले सजिलै म्यानिपुलेट गर्न सक्ने। हजुर, आजको मेष राशिको ऊर्जाले मानिसहरूलाई ओभर कन्फिडेन्ट बनाउँछ क्या। त्यसैले जो मानिस योजना सुनाउन आउँछ ऊ एकदमै विश्वस्त देखिन्छ र मान्छे सजिलै उसको प्रभावमा पर्छन्। बाहिरको चमक दमकमा फस्ने डर भयो, तर यही बीचमा मकर राशिको कथा भने बिल्कुलै फरक छ नि फेरि। मकरको त एकदमै राम्रो छ आज। मकरलाई व्यवसाय, लगानी, सम्पत्ति र जग्गा जमिनबाट उल्लेखनीय लाभ र सफलता मिल्ने भनिएको छ। आर्थिक अवस्था सुदृढ हुने कुरा छ। हो, उनीहरूलाई आर्थिक फाइदा छ आज। यदि यसलाई आधुनिक अर्थतन्त्रको भाषामा भन्ने हो भने नि आज मकर राशिको लागि पुरै बुल मार्केट चलिरहेको छ क्या, शेयर बजारमा जस्तै। हाहा, बुल मार्केट नै भन्न मिल्छ यसलाई। एकातिर कर्कट राशि आफ्नो खल्ती जोगाउन सङ्घर्ष गरिरहँदा मकर राशि भने जग्गा जमिनबाट नाफा कमाइरहेको छ। यस्तो किन त?
दुवैलाई एउटै दिन होइन र? दिन एउटै भए पनि तत्त्व फरक छ नि त। यसको कारण के हो भने मकर पृथ्वी तत्त्वको राशि हो र यसको स्वामी शनि ग्रह हो। शनि ग्रह, शनिको विशेषता के हो त? शनि भनेको ढिलो, स्थिर र धैर्यताको प्रतीक हो क्या। मेष राशिको चन्द्रमाले सबैलाई छिटो दौडिन उक्साइरहेको बेला मकर राशि त्यस्तो दौडमा सामेल हुँदैन। ए, उनीहरू हतार गर्दैनन्। गर्दैनन्। उनीहरूको सफलता जग्गा जमिन र दीर्घकालीन लगानीसँग जोडिएको छ। भनेपछि पर्खन सक्नेलाई फाइदा छ। हो, यसले के देखाउँछ भने हतारको ऊर्जा चलेको दिनमा जसले आफ्नो धैर्यता गुमाउँदैन र स्थिर लगानीमा विश्वास गर्छ उसले ठूलो फाइदा उठाउँछ। छिटो धनी बन्ने योजनाले आज काम गर्दैन। साँच्चै अचम्मको कुरा हो यो। जो छिटो दौडिन्छ ऊ आज लड्ने वा ठगिने जोखिममा छ, तर जो आफ्नो जमिनमा शान्त भएर टिकिरहन्छ उसले आजको यो कस्मिक बुल मार्केटको फाइदा उठाइरहेको छ। हजुर, धैर्यताको फल मिठो हुन्छ भनेको यही हो। अब पैसा र दिमागको कुरा गर्दा गर्दै हामीले जीवनको अर्को महत्त्वपूर्ण पाटोलाई बिर्सन मिल्दैन क्या? हाम्रा भावना र आपसी सम्बन्धहरू। पक्कै पनि। आखिर हामी मसिना खगोलीय आँकडाहरूबाट सुरु गरेर मानवीय भावनाहरूमै आइपुग्ने त हो नि। ओहिनी, सम्बन्धको मामलामा आजको स्रोतले के भनिरहेको छ त? खै, तपाईले के देख्नुभयो यसमा? सम्बन्धको मामलामा हेर्दा आज मेष र कुम्भ राशिको दिन निकै उज्यालो देखिन्छ है। मेष राशिलाई प्रेम सम्बन्धमा नयाँ सम्भावनाहरू र अप्रत्याशित प्रस्ताव आउने सङ्केत छ। रोमान्टिक पाटो राम्रो छ। साथीभाइको साथले मनोबल उच्च हुने र व्यक्तिगत आकर्षण बढ्ने कुरा पनि छ। कुम्भ राशिलाई पनि पारिवारिक वातावरण एकदमै राम्रो रहने र आफन्तहरूसँग समय बिताउने अवसर मिल्ने भनिएको छ। हजुर, पारिवारिक मेलमिलापको दिन छ कुम्भलाई। साथै उनीहरूले प्रवास वा वैदेशिक कार्यमा पनि सफलता पाउनेछन्। यसको अर्थ हो यी दुई राशिले आज मानिसहरूसँगको अन्तर्क्रिया र नयाँ सुरुवातबाट सकारात्मक ऊर्जा तानिरहेका छन् क्या? मतलब सोसियल हुने दिन हो आज उनीहरूको लागि। हो, मेष राशिमा त चन्द्रमा नै गोचर गरिरहेकाले उनीहरूको व्यक्तिगत आकर्षण स्वतः बढेको हो। मानिसहरू उनीहरूप्रति आकर्षित हुन्छन्। तर तस्बिरको अर्को पाटो निकै गम्भीर छ नि। धनु र मीन राशिको विवरण पढ्दा लाग्छ उनीहरूले आज कुनै पनि हालतमा पज बटन थिचेर बस्नुपर्ने अवस्था छ क्या? उनीहरूलाई अलि सतर्क गराइएको छ। धनु राशिलाई स्रोतले प्रष्ट रूपमा संयमता र धैर्य अत्यन्त आवश्यक भनेको छ। हतारमा गरिएका निर्णयले नतिजा नदिने, ठूला योजनामा बाधा आउन सक्ने भएकाले समयअनुसार रणनीति नै परिवर्तन गर्नुपर्ने अवस्था छ रे। रिस्क नलिने दिन हो उनीहरूको लागि। विवादबाट त झन् टाढै रहनुपर्ने। मलाई एउटा कुरा अचम्म के लाग्यो भने धनु राशि पनि आफैमा अग्नि तत्त्वकै राशि होइन र? हो, एकदम सही भन्नुभयो। धनु पनि अग्नि राशि नै हो। अनि आगोको राशिले आजको आक्रामक ऊर्जामा त झन् अगाडि बढ्नुपर्ने होइन? उसलाई किन रोकिनु वा पज बटन थिच्नु भनेको त? यो प्रश्न एकदमै जायज छ, तर यसलाई यसरी बुझौँ। कहिलेकाहीँ के हुन्छ भने नि, जङ्गलमा पहिले नै धेरै सुक्खा छ र त्यसमाथि ठूलो हावा चलिरहेको छ भने हावाहुरी चलेको बेला हो, त्यस्तो बेला त्यहाँ सानो आगोको झिल्को मात्रै पनि डढेलो बन्न सक्छ नि त। ओहो, डढेलो पो? हजुर, धनु राशिको प्राकृतिक आगो र आजको मेष राशिको आगो एकै ठाउँमा मिसिँदा ओभर रियाक्सन हुने सम्भावना बढी हुन्छ क्या? भनेपछि धेरै आक्रामक भएर काम बिग्रिने डर। ठ्याक्कै। त्यसैले स्रोतले उनीहरूलाई रणनीति परिवर्तन गर्न र पर्खन भनेको हो। बहावको विरुद्धमा पोडिनुभन्दा एकछिन किनारमा बसेर पानीको गति बुझ्नु बुद्धिमानी हुन्छ नि। वाह, यो त निकै गहिरो कुरा भयो। धेरै आगो भयो भने डढेलो लाग्छ, त्यसैले पज बटन थिच्नुपर्छ। हो नि। अनि मीन राशिलाई पनि त्यस्तै छ। मीन राशिको प्रभाव र प्रतिष्ठामा कमी आउन सक्ने, विवाद वा प्रतिस्पर्धामा चुनौती थपिने र विवेकपूर्ण सोचले मात्र परिस्थितिलाई सम्हाल्न सकिने कुरा छ। मीन जल तत्त्व हो। आजको आगोले उनीहरूको पानी सुकाइदिन सक्छ, त्यसैले संयम हुनुपर्छ। अनि कन्या राशिको त झन् प्रेम सम्बन्धमै अपेक्षा अनुसार परिणाम नआउँदा निराशा वा भ्रम उत्पन्न हुन सक्ने भनिएको छ नि। कन्या राशिको यो कुराले मानिसको मनोविज्ञानलाई राम्रोसँग चित्रण गर्छ। हेर्नुहोस्, कस्तो मनोविज्ञान? मानिसले जस्तो अपेक्षा गर्छ नि, यथार्थ सधैँ त्यस्तो हुँदैन क्या? आजको तीव्र ऊर्जाले अपेक्षाहरूलाई अस्वाभाविक रूपमा बढाइदिन्छ। मतलब धेरै आश गर्ने। अनि जब त्यो पूरा हुँदैन,
भ्रम वा निराशा जन्मन्छ। अपेक्षा र यथार्थ बीचको यही खाडलले नै मानिसलाई संयम हुन र भावनालाई कसरी व्यवस्थापन गर्ने भनेर सिकाउँछ। भनेपछि आजको स्रोतका आधारमा हामीले पुरै दिनको एउटा निकै स्पष्ट र जीवन्त चित्र बनाएको छौं नि त। एकदमै दिनको एउटा समग्र रूपरेखा तयार भयो। आजको दिन समग्रमा दुईवटा विपरीत ध्रुवहरूमा बाँडिएको देखिन्छ क्या? कसरी नि? एकातिर शिक्षा, वैदेशिक अवसर र नयाँ सम्बन्धको तीव्र वेग छ, जसले मानिसलाई 3 कप कफी पिए जस्तो अगाडि हुइकिन प्रेरित गरिरहेको छ। हजुर, एक्सलेटर दबाउने कुरा। तर अर्कोतिर त्यही गतिमा कुदिरहँदा सामाजिक प्रतिष्ठाको आडमा आर्थिक ठगी हुन सक्ने, मानसिक महत्वाकांक्षाले भौतिक स्वास्थ्य बिग्रन सक्ने र ठूला निर्णयहरूमा दुर्घटना हुन सक्ने भएकाले ब्रेक लगाउनुपर्ने कडा चेतावनी पनि छ। हजुर, यो पुरै सन्तुलनको खेल हो। एक्सेलरेटर र ब्रेक दुवै कुन समयमा दबाउने भन्ने कुरा नै आजको मुख्य सिकाइ हो। समयको गुणस्तर बुझ्नु भनेको यही हो नि। एकदम सही। आजको यो गहिरो अध्ययनको अन्त्यमा आइपुग्दा म सुरुवाती कुरालाई नै सम्झन चाहन्छु। हामीले आजको तथ्याङ्कलाई एउटा जीवन्त कस्मिक वेदर रिपोर्टको रूपमा हेर्यौं। पक्कै पनि मौसमको जानकारी जस्तै। र आजको यो सबै विश्लेषणपछि नि मेरो दिमागमा एउटा निकै रोचक विचार खेलिरहेको छ क्या, जसलाई सायद सुन्ने सबैले पनि महसुस गर्नुहुनेछ। के विचार हो त्यो? हामीले भर्खरै हेर्यौं कि पञ्चाङ्ग र राशिफलले हामीलाई कुन बाटोमा खाडल छ भनेर पहिले नै बताइदिन सक्छ। सम्भावित जोखिमहरू देखाउँछ। जस्तै कर्कट राशिलाई हुन सक्ने आर्थिक ठगीको खाडल वा मीन राशिको प्रतिष्ठामा आउन सक्ने धक्का। अब प्रश्न यो उठ्छ कि यदि हामीलाई अगाडि खाडल छ भन्ने थाहा भयो भने के हामी त्यो बाटो हिँड्नै छाड्छौं त? बाटो हिँड्न त कहाँ छाड्न मिल्छ र? हो नि, पक्कै पनि छाड्दैनौं। जीवन त अघि बढ्नै पर्छ। त्यसो भए के यस्ता खगोलीय पूर्व जानकारीहरूले हामीलाई त्यो बाटो बदल्न होइन, बरु त्यो खाडलमा पर्दा कम चोट लागोस् भनेर आफ्नै गाडीमा सक एब्जर्भर निर्माण गर्न पो मद्दत गरिरहेका हुन्छन् कि? कति राम्रो विचार। सक एब्जर्भर एकदमै मिल्ने उपमा हो यो। समयको पूर्व जानकारी हुनु भनेको के साँच्चै भविष्य बदल्नु हो, या आउने भविष्यको लागि आफूलाई मानसिक र रणनीतिक रूपमा तयार पार्नु मात्र हो? यो त सोच्नै पर्ने कुरा हो। मौसमको जानकारीले आज पानी पर्छ भन्दैमा पानी पर्न त रोकिँदैन नि, तर यसले हामीलाई छाता बोक्न पक्कै सिकाउँछ। एकदम सही भन्नुभयो। छाता बोक्नु नै हाम्रो तयारी हो। यो एउटा यस्तो प्रश्न हो जसले हामीलाई समय र हाम्रो आफ्नै नियन्त्रणको बारेमा धेरै कुरा सोच्न बाध्य बनाउँछ क्या। आजको लागि हाम्रो यो गहिरो अध्ययन यही समाप्त हुन्छ। यो विचारलाई मनन गर्दै गर्नुहोला।